बन्टी तिमीले नभने हामीले कसो थाहा हुन्छ भन त भन तिमीलाई अप्ठ्यारो पर्याओ छोरी के हो कुरो भन त बन्टी भन बन्टी तिम्रो पहिला पनि त्यो गरेर राम्रो गरेको थिएन ज्वाइँ बिरामी भन्नुभयो भनेर त्यस्ता गएर सेवा गरेर बस्यौ अनि फेरि नराम्रो गऱ्यो होइन सक्यो होइन ल भन बन्टी तिमी यहाँ कहाँबाट आयौ कसरी भन्नु म्याडम तपाईँलाई यहाँ अचानक देखेर म त के बोल्ने के नबोल्ने अक्कै भयो भाइ सुनाम तपाईँलाई मेरो कहानी धेरै लामो हो म्याडम मेरो कहानी धेरै लामो हो तिमी ठिक त छौ नि तपाईँलाई देखेछु अहिले ठिक छु जस्तै लाग्यो म्याडम तिमीले त बिहे गरेको कुरा सुनेको थिए त अहिले हेर्दा त बिहे गरेको जस्तो लागेन त बन्टी बिहा त गरेकी छु बिहारेसी जिन्दगी धेरै कठिन हुँदैछ म्याडम मैले धेरै दुःख पाएँ सकेसम्म आफ्नो घरबाट नबिगारौँ भनेर कति कोसिस गरेँ तर सकिनँ अनि लास्ट आई मैले देशै छोडेर हिँडिदिएँ मैले तिम्रो कुरा बुझेँ बन्टी मसँग हिँड उतै बसेर कुरा गर्ने हिँड नरौ न बन्टी म छु नि अब सबै ठिक हुन्छ नरौ तपाईँलाई भेट्न पाएर म कति धेरै खुसी भएछु म पनि त कति खुसी भएको छु तिमीलाई भेट्न पाएर म कति मक्ख उहाँ दिदी चाहिँ को उहाँ दिदी चाहिँ मेरो बहिनी हो ए ल नास्ते बन्टी तिमी बिहा गरेर कसरी यो अवस्थामा आइपुग्यौ भन त क्यारी भन्नु म्याडम पहिला असल मान्छे पढे लेखा राम्रो केटा हो भनेर भन्नुभयो त्यसपछि बिहारी सुरु त राम्रै थियो म्याडम तर अलिअलि गर्दै सबै कुरा बिग्रिँदै गए घर परिवारमा पनि उहाँका कतिपय घरका मान्छेहरूले मलाई नराम्रो व्यवहार गर्दै जानुभयो अनि त्यसपछि उहाँले पनि त्यस्तो हुन थाल्यो म्याडम त्यसपछि अब अति भयो सक्दिनँ म यो ठाउँमा बस्न भनेर मैले ठाउँमै छोडेर हिँड्थेँ के हाल्नु ती बस्यो भनेदेखि मेरा बुवा आमा दाइ दिदी सबैलाई मैले दुःख भएको थाहा पनि हो मेरा कारणले गर्दा सबैलाई धेरै टेन्सन भयो म्याडम अनि त्यही भएर बरु म देशै छोडेर टाढा गयो भनेदेखि कसैलाई थाहा नि हुँदैन गरिहाल्न सक्यो भने गरिहाल्छु सकिनँ भने जे हुन्छ भनेर मैले ठाउँमै छोडेँ कि ठाउँमै छोडेपछि त उहाँको नि अनुहार देख्नु पर्दैन यस्तै सोचेर एकजना दिदीका साथ यहाँसम्म आइपुगेँ चिन्ता नगर बन्टी म तिम्रो साथमा छु म तिमीलाई सधैँ साथ दिन्छु तिनीहरूको अगाडि तिमीले केही गरेर देखाउनै पर्छ तर दिदी भोन्टीलाई सधैँ साथमा राखेर के गर्नु भिनाजु कस्ता छन् भने तपाईँलाई थाहा छँदैछ गाह्रो होला नि भोन्टीलाई सँगै राख्दा जतिसुकै गाह्रो परोस् म भुन्टीलाई साथ दिन छोड्दिनँ तेरो भिनाजुले जेसुकै गर जाउँ भुन्टी रुममा तर म्याडम मैले गर्दाखेरि तपाईँलाई केही अप्ठ्यारो पर्ने हो कि सरले तपाईँलाई केही नराम्रो भन्नुहुने हो कि म जहाँ जान्छु त्यही दुःख मात्रै हुन्छ मेरा कारणले गर्दा तपाईँलाई केही अप्ठ्यारो पर्यो दुःख भयो भने होस् म्याडम होस् म बरु यतैतिर खोज्दै केही काम पायो भने काम गर्छु पैसा कमाउँछु उता बाआमालाई पठाउँछु बरु मलाई काम खोजिदिनु है तपाईँसँगै चाहिँ नराख्नु फेरि मेरा कारणले गर्दा तपाईँका श्रीमतीको झडा पर्यो भने के हार्नु मलाई तपाईँसँगै नराख्नु म्याडम